त्यस्तो अब दुईटैबाट बराबर भयो भनौँ। भनेपछि यसमा चाहिँ लाज घिन कुनै पनि त्यस्तो अड मान्ने कुरा केही पनि भएन। नै केही भएन। तपाईँ त अब उमेरको हिसाबमा 27 वर्ष हुनुहुन्छ होइन, एउटा आमा पनि हो, आन्टी भनेको नि आमा सरह हो। तपाईँलाई यसप्रति चाहिँ अलिकति लाज लागेन? केही कुरै आएन सर त्यस बेला। अब लाज घिन भन्ने कुरा अब केही पनि भएन। बाहिर डुल्न त म माइती मायावाला पनि जान पाइयो, माइत पनि आउन पाइयो। मैले माइतकै मान बोकेर पनि खाएँ। मैले माइतीको यताउता दिदीबहिनीको काम गरेर खाएँ। मैले अध्यय गरेर पकाएर मैले ती दुईटा छोरी पालेको हो कि। अहिले मेरो बुद्धिले भए पनि भयो, मेरो दिमागले भए पनि भयो, मैले अहिले यो क्रियाकलाप 100% पक्का हो कि तपाईँ त्यस्तो बाहिर परपुरुषसँग होइन कि आफ्नै भतिजासँग चाहिँ शारीरिक सम्पर्क गरेर चाहिँ यो नाबालक शिशु जन्मेको छ? त्यसमा तपाईँ ग्यारेन्टी हुनुहुन्छ? ग्यारेन्टी छु म। 13 दिनको चाहिँ बच्चा छ यतिबेला काखमा। तपाईँको बारेमा चाहिँ नराम्रो कुराहरू आइरहेको छ। तपाईँले गल्ती पनि गर्नुभएको, तपाईँले स्वीकार्नु पनि भएको छ। खासमा बच्चा भतिजाकै भन्नुभएको छ? भतिजाकै हो। तर चाहिँ तपाईँको भतिजाले भन्नुभएको छ कि त्यो बच्चा मेरो होइन, उहाँको चाहिँ बानी बेहोरा त्यस्तै थियो र कारणले कता हो के हो डुल्ने भन्नुभएको छ। कहाँ डुलेको देख्यो अरे? बाहिर डुलेर बाहिर घुम्ने बित्तिकै अर्काको भनेर अर्कासँग टाँसो लागेर हुन्छ र बच्चा त्यसैको हो। बच्चा त्यसकै हो। तपाईँ 100% भन्नुहुन्छ, छातीमा हात राखेर भन्नुहुन्छ? छातीमा राख भन्दा त म थानमा पस्छु भने नि म थानमा पस्नलाई तयारी छु। बच्चा त्यसैको हो। जस्तो बच्चा त तपाईँको भतिजा चाहिँ 14 वर्षको नाबालक भनेको छ होइन? 14 वर्षको होइन, तिनीहरूले किर्ते कागज गराएर हो। 18 वर्षको भयो त्यो। म जानिएला 4 वर्षको थियो भने मेरो बिहा भएको 14 वर्ष भयो भने त्यो कसरी 14 वर्षको भयो? जस्तो मैले जान्न चाहेको कुरा, तपाईँले त्यो भतिजालाई पालन पोषण पनि गर्नुभयो? पालन पोषण त गरेँ मैले सर, नगरेको होइन। अहिले पहिला पालन पोषण केही कुराहरू हुन्छन् कि केही अब दुःख पायो छोरोले भनेर हुर्काएँ। अहिले पोइ भएर उठ्यो। अब के गर्ने त अब मैले? जस्तो कि शारीरिक सम्बन्ध गर्दाखेरि चाहिँ दुईटाको मन्जुरी नै मात्र भएको होला कि? मन्जुरी नै भएको। तपाईँलाई चाहिँ कस्तो चाहिँ अलिकति खिन्न लागेन? केही पनि लागेन सर त्यस बेला। अब मैले पनि त गल्तीको सजाय भोगेको छु। मेरो पनि गल्ती भयो। अब अहिले हुँदै होइन भनेर जितेर दुनियाँभर त्यसलाई आगो लगाएर जलाएर मारिदिन पर्यो भनेर भनेछन्। तिनीहरूकै शब्दहरू कति नराम्रो आछ। बाहिर त्यति अन्य कुराहरू कति मेरो बेइज्जत गर्नको लागि तिनीहरूले अन्य कुराहरू नराम्रो पनि सोचेछन्। मैले यो छोराको टाउकामा हात राखेर कुरा गर्न सक्छु। म बाहिर कसैसँग लागेको छैन। छोराको यो त मैले भनिसकेको छु भने बार दुनियाँभर अर्काको भइदिए म अर्कैसँग जान्थेँ, अर्कैसँग घुम्ने थिएँ। त्यो यत्रो बेइज्जत त मैले गराउँथेन नि। दुनियाँ सारा संसारले थाहा पाछ। कसरी चाहिँ तपाईँहरूको सम्बन्ध अगाडि बढ्यो? सम्बन्ध अब माया पिरमै भयो सर। जस्तो कि पहिला चाहिँ आकर्षण भन्ने कुरा हुन्छ, कोबाट सुरु भयो? त्यस्तो अब दुईटैबाट बराबर भयो भनौँ। भनेपछि यसमा चाहिँ लाज घिन कुनै पनि त्यस्तो अड मान्ने कुरा केही पनि भएन? नै केही भएन। तपाईँ त अब उमेरको हिसाबमा 27 वर्ष हुनुहुन्छ होइन, एउटा आमा पनि हो, आन्टी भनेको नि आमा सरह हो। तपाईँलाई यसप्रति चाहिँ अलिकति लाज लागेन? केही कुरै आएन सर त्यस बेला। अब लाज घिन भन्ने कुरा अब केही पनि भएन। तपाईँ चाहिँ माया गर्नुहुन्थ्यो, प्रेम गर्नुहुन्थ्यो र सम्बन्ध चाहिँ सहमतिमा भयो? सहमतिमै भएको। कति भयो सम्बन्ध तपाईँको हुँदै गरेको? 4 दिनसम्म भएको। 4 दिनसम्म भयो। त्योभन्दा अगाडि केही थिएन त्यस्तो? नै। जस्तो कि यो सम्बन्ध भयो, तपाईँले चाहिँ जानकारी गराउने, जस्तो बच्चा चाहिँ गर्भधारणमा बसिसकेपछि जानकारी गराउने कुनै केही गर्नु भएन? फोन गरेर भनेको सर मैले, अब यस्तो यस्तो छ, बच्चा छ, के गर्ने भन्दाखेरि मसँग पैसै छैन। मैले के गरौँ भनिसकेपछि मैले केही विकल्पै केही सकेन। मैले पैसा पनि नै आफूसँग। अनि मैले त्यस्तै अब कसैसँग कोही माइतीहरूलाई पनि भनेन, कोही दिदीबहिनीहरूलाई पनि भनेन मैले। अब मेरो गल्ती भइहाल्यो उस बेला भनिदिए भइदिए यति हुने पनि थिएन। जस्तो कि एउटा कुशल आमाको भूमिका पनि निर्वाह गर्नुभएको छ। बच्चालाई जन्म दिनुभयो, त्यो पनि साह्रै खुसीको कुरा हो। एउटा आमाको भूमिका निर्वाह गर्नुभयो। तर यो बच्चा चाहिँ यस्तो अनैतिक क्रियाकलापबाट जन्मेको बच्चालाई तपाईँले राख्ने सोच कसरी गर्नुभयो? त्यस बेला बुद्धि नै पुगेन सर। अब केही नै सोचै आएन। अब मैले त्यत्तिकै अब कसैलाई नभनेर राखेँ। अब अहिले यस्तो बेइज्जत भयो। जस्तो तपाईँको पहिली पक्षबाट चाहिँ तपाईँको सासूले भन्नुभएको छ, छरछिमेकले भन्नुभएको छ तपाईँ डुलिराख्ने, 2 दिन घर बस्ने, 4 दिन बाहिर डुल्ने, त्यो कुरामा खास के हो? म बाहिर कतै डुलेको होइन। म काम गरेर खान्थेँ। मैले 2टा छोरी काम गरेरै पालेको। म काम गर्न हिँड्थेँ। बाहिर काम गर्न नहिँडेपछि घरमा खानी कसरी? बाहिर काममा गएर यताउता गएर एक दिन म ताताबानी गएको, दिदी बित्नु भएको। मेरो दिदी बितेको अहिले वर्ष दिन पनि भयो होइन। दिदी बितेको बेला म ताताबानी गएको, 1 बास बसेर म घरमै गएको। फागुनको महिनासम्म म घरमै छु।
भनेपछि घरमा हुँदाहुँदै मैले बाहिर त्यस्तो अन्य कुराहरू बाहिर अरूसँग भइदिएर दुनियाँदार भइदिए त मैले यो बेइज्जत गर्ने नै थिएन, म बाहिरैसँग जान्थेँ। अहिले यो बच्चा तेरो भनेर तपाईँहरूसँग टाँसो लागेर मिल्छ र सर? मिल्दैन नि। जसको बच्चा उसैको मात्रै तोक्न पर्यो के। अनि बच्चा छ छोराको, बाहिरको तोकेर बाहिर गएले त मलाई लैदिन्न। त्यसो भए बाहिर त्यस्तो अनैतिक सम्बन्ध, क्रियाकलाप, शारीरिक सम्पर्क कसैसँग छैन? कसैसँग छैन। उहाँले चाहिँ भनिराख्नु भएको थियो बाहिर डुल्ने भन्नुभएको थियो। बाहिर डुल्न त म माइती मायावाला पनि जान पाइयो, माइत पनि आउन पाइयो। मैले माइतकै मानो बोकेर पनि खाएँ। मैले माइतीको यताउता दिदीबहिनीको काम गरेर खाएँ। मैले अध्यय गरेर पकाएर मैले ती दुईटा छोरी पालेको हो कि। अहिले मेरो बुद्धिले भयो पनि भयो, मेरो दिमागले भयो पनि भयो, मैले अहिले यो क्रियाकलाप गरेँ। भनेपछि तपाईँले जिन्दगीमा थुप्रै सङ्घर्ष गर्नुभयो। न अब गरियो भनौँ। अहिले जस्तो कि श्रीमानको सहयोग छैन? श्रीमान हुनुहुन्न घरमा। अब 2 वर्ष भयो इन्डिया गएको। त्यस्तो सम्पर्क, फोन सम्पर्क, कुराकानी हुन्छ होला? केही हुँदैन। गएदेखि केही हुन्न। पैसा पाएँ नि यताउता पठाउने। पहिल्यै बिहा भएपछि छोरी जन्मिसकेपछि दुःख पाएको मैले, दुःख पाइराखेको। अब दुःख अहिले मैले आफ्नो बुद्धिले गर्दा दुःख पाएको देखिएन क्या अहिले मैले। भनेपछि तपाईँको श्रीमानले चाहिँ तपाईँलाई चाहिँ सम्पर्क गरेर त्यस्तो पैसा पठाउने, फोन गर्ने सहयोग गर्नुहुन्छ कि गर्नुहुन्न? गर्नुहुन्न, केही पनि हुन्न त्यस्तो। आर्थिक सहयोग केही पनि छैन? नै, केही पनि छैन। उहाँ इन्डिया पुगिसकेपछि फोन गरेर माधव चोत रन्डी निस्केर जा भनिसकेपछि मैले त्यस्तो गर्दा पनि म घर छोडेर बाहिर कतै गएको थिएन। सम्पर्क भएको छ? अहिले केही पनि भएन। नै। जस्तो कि उहाँले भन्नुभएको छ कि पहिले तपाईँले चाहिँ एकचोटि प्रहरी प्रशासनसम्म पनि चाहिँ कुरा पठाउनु भयो, श्रीमानलाई चाहिँ हुल्न लगाउनु भयो, के कारणले खास? हानेर पिटेर मलाई लास बनाएर पल्टाइसकेपछि के गर्ने त? परानी बचाउनु पर्यो कि नै? पहिला पिट्ने हान्ने विपत्तै गर्नुहुन्थ्यो। भनेपछि तपाईँमाथि महिला हिंसा भयो? महिला हिंसा भइसकेपछि मैले केही न्याय पाउँछु कि भनेर मैले उसमा चौकी अनि मुद्दा दिएको। दिएको कुरा होइन, मैले दिएको होइन भन्न मिलेन। मैले दिएको किन मेरो मर्ने स्थिति भइसकेको थियो। बच्चा सानो वर्षीको बच्चा खोसेर ल्याएर घरमा 1 हप्ता 2 हप्ता जति बच्चा घरमा राखिदिँदाखेरि मैले केही बच्चा पाएर मैले केही गर्न सक्छु कि भनेर मैले त्यसरी निवेदन दिएको। त्यस्तो मेरो गल्तीमा मैले निवेदन दिएको होइन, त्यसकै हातको कुराले गर्दा मैले निवेदन दिएको। छोरीको गल्ती देखियो। अहिले भनिदिए अब यसो हुने पनि थिएन क्या। अब भनिन छोरीले अब नभन्दाखेरि अब आफूले जानेको बुझे पनि केही न, एक शब्द बोल्नु पनि हामीलाई आउँदैन। जस्तो कि तपाईँको छोरीको भतिजा यहाँ आउने, भेट्ने, तपाईँहरूलाई भेट्ने त्यस्तो गर्नुहुन्थ्यो? अध्यक्ष एकैचोटि गया हो सर। अब एकचोटि गया, अहिले झुटो बोलेर पनि भएन। एकचोटि गएको 1000 रुपियाँ दिएको। अब केटाहरूलाई छोरी बाले पठायो भन्ने कुरा आएर थाउनै आफूले बनाएर कपडा लिएर दिएका पनि हुन्। तपाईँको छोरीको उता घरबाट चाहिँ तपाईँको छोरीप्रति धेरै कुराहरू, विवाद जस्ता कुराहरू धेरै आरोप लगाउनु भएको छ। चाहिँ बुहारी हिँडिराख्ने, डुलिराख्ने होइन, अनि फोन गरिराख्ने भन्ने कुरा गर्नु भएको छ। होइन होइन होइन, अहिले त झुटा आरोप जति लगाइदिए पनि हुन्छ। कसैसित फोन पनि आनेकी छैन। मेरा घर बस्न बेलासम्म कसैसित फोन पनि आने, कहीँ गयो कि पनि। अब कामरी खाने मान्छेले अब घुम्नु पनि त पर्यो त। कहाँ घुम्ने, कहाँ काम पाइने, कहाँ के पाइने, कहाँ खाना पाइने, कहाँ बस्न पाइने भन्ने मान्छेलाई हुनसक्छ। त्यो हुनुहुने कुरा भएन। त्यो जाने बित्तिकै आरोप लाग्ने कुरा त भएन। अहिले एकाको छ भन्ने कुरा त भएन। नभनेपछि अब अहिले दुनियाँभरका कुरा चौधाएर दुनियाँभरको इज्जत गरेर काम केही भएन। भनेपछि तपाईँको छोरी कामको सिलसिलामा यताउता डुलिराख्नुहुन्थ्यो। 2टा सन्तान पनि छन् भन्दा अगाडि छोरीहरू छन् होइन, छोरीको लालन पालनको लागि कामको खोजीमा हिँडिराख्नुहुन्थ्यो? हिँडिराख्थेছি। अर्काकै चाकरी अरेर खान्छ। आम्नै माइतबाटै ल्याएर मानव मुठो ल्याएर उही माइतबाटै ल्याएर बेहोरेकी छि, दुःख अरेकी छि। पहिलाटै दुःख पाइरहेकी छि। पहिले अहिले हेरफेर केही पनि अरेन। अहिले 2 वर्ष भयो गएको। अहिले अब न फोन आन्ने न पैसा पानी पठाउने न। अहिले दुःख काटेकी छि। काटिसकेपछि अहिले यो आरोप लाग्यो। यो आरोप लागिसकेपछि अब जोइको उइको पो भन्नु पर्यो र अहिले फाल्टु मान्छे भने त फाल्टु। अहिले यता इज्जत कमाउन केको जरुरी थियो र? केही जरुरी थियो त? केही जरुरी थियो भनेपछि अहिले ठिकै छ। अब